ट्याक्क आज चाहिँ हामी पोलन बनाउँदैछौँ होइन मौरीको लागि। पोलनको लागि चाहिँ हामीसँग चाहिँ दुध पाउडर छ एउटा, अर्को यो भनेको चाहिँ लिटो हो कि, यो बच्चाहरूले खाने लिटो हुन्छ नि, यसमा चाहिँ धेरै कुराहरू मिसिएको हुन्छ, त्यो भएर यो पनि बेस्ट छ। अनि हामीसँग अलिकति हनी छ होइन। अनि यो भनेको चाहिँ बेसन भन्छ होइन। यो चाहिँ कस्तो भन्दाखेरि चाहिँ यो हामीले आफैले बनाएको हो। यो चाहिँ यो चनाको पिठो हुन्छ नि, चनाको पिठो हो कि यो चाहिँ। यो चना चाहिँ भित्रीपट्टि भाग के बाहिरको बोक्रा होइन, त्यो चाहिँ पिनेको हो यो है। अनि यो चाहिँ हामीले चाहिँ चिनीको धुलो बनाएको हो, यो चिनीलाई चाहिँ पिनेर होइन यो चाहिँ। अनि यो अर्को भनेको चाहिँ हामीसँग चाहिँ भट्टमासको पिठो छ, यो भट्ट चाहिँ भुटेर होइन। अनि यो पिठो बनाएको हामीले चाहिँ अब यसलाई चाहिँ मोल्दैछौँ है यो भाँडोमा ट्याक्क है त। अनि म देखाउँछु है त, ल यहाँ चाहिँ मोल्ने काम भइरहेको छ होइन। यसलाई चाहिँ यसरी नै फुक्का पनि हामीले चाहिँ राखेर दिन सकिन्छ होइन। अब मेरीफेरा हुन्थ्यो भने चाहिँ त्यति साह्रै लड्थेन, हाम्रो सेरेना चाहिँ अलिक चुचो हुन्छ, लराभाती गर्छ है। त्यो भएर चाहिँ हामीले यसमा चाहिँ मह मिसाएर यसलाई चाहिँ डल्ला बनाएर दिन्छौँ होइन। डल्लो डल्लो बनाएर एउटा घरलाई यति यति क्वान्टिटी दिइन्छ हामीले है। ठिक छ, आज चाहिँ अब पहिलोचोटि दिँदा चाहिँ हामी थोरै दिन्छौँ होइन। लगभग हामीले यो भनेको चाहिँ 100 वटा घरको लागि चाहिँ बनाएका हौँ आज यो होइन, एक भाँडो। किन भन्दा अलि थोरै दिइन्छ, अनि त्यहाँपछि 2-4 दिनपछि दिँदा चाहिँ अलि धेरै। आज चाहिँ हामीले एउटा घरलाई चाहिँ यो क्वान्टिटीमा दिइन्छ कि, तर धुलो दिइन्न, हामीले डल्लो बनाएर महबाट। हजुर ट्याक्क मोल्दैछु मैले होइन। यहाँ चाहिँ अब के मिसाएँ भन्ने कुरा त तपाईँले थाहा पाइसक्नुभयो होइन। अझ यसमा चाहिँ हामीले अझै धेरै कुराहरू पनि मिसाउन मिल्छ। ठिक छ, मैले यति मात्र मिसाएको हो। यसमा अझै अब भिटामिन बी सी कम्प्लेक्स पनि दिन सकिन्छ होइन। ट्याक्कै हातले यसरी मोल्यो भने चाहिँ अहिले सजिलो हुन्छ क्या। पहिला यो धुलो मिसायो भने यत्तिकै यो चाहिँ अब नाङ्लोहरूमा तिर्पालहरूमा राखेर पनि खुवाउन सकिन्छ है यो चाहिँ। ल है त ट्याक्क हामी चाहिँ फाइनल्ली लास्टमा चाहिँ मह हालेर यसलाई चाहिँ मोल्दैछौँ होइन। अब यो मोलेर चाहिँ ट्याक्क दिन्छौँ है त। ल ट्याक्क यो चाहिँ फाइनल भइसकेको छ। अब यो दिने चाहिँ आफ्नो तरिका हुन्छ होइन। अब मैले चाहिँ कसार बनाएर दिन्छु ट्याक्क होइन। यस्तो गर्ने, ट्याक्क कागतमा राख्ने होइन। अनि यसो गरेर यसरी चाहिँ यहाँ भरि बनाएर लगेर चाहिँ नि घरमा राख्ने सिस्टम छ मेरो चाहिँ होइन। दिने तरिका चाहिँ आफ्नो हुन्छ। ल ट्याक्क फाइनल्ली हामीले बनाइसक्यौँ होइन। बनाइसकेपछि म तपाईँहरूलाई चाहिँ दिने तरिका पनि सिकाउँछु होइन। ल हेर्नु कति सजिलो हो। ट्याक्क भाइ रेनेर ट्याक्क राखिदियो होइन, मौरी अट्ठिनु भएन, रिसाउँछन्। यसरी कागत राखिदिएपछि चाहिँ यो कहिलेकाहीँ घामले पग्लियो या केही भयो भने तलतिर चुहिएर जान्न नि त है त। यसरी चाहिँ राखिदिने ट्याक्क। अनि यसमा चाहिँ हामी चाहिँ यसरी लगाइन्छौँ। अब है यसरी ढक्कन लगाइन्छौँ, टक्क अठाइन्छौँ होइन। है त ट्याक्क मौरीको सङ्ख्या चाहिँ अलिक कम छ भने यसरी हामीले तल साइडमा पनि राखिदिन सक्छौँ होइन। तर ख्याल चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ मौरी कमजोर छ भने शत्रुहरू लाग्न सक्छ होइन, कमिला समिला। यसलाई चाहिँ विचार गर्नुपर्छ, हेरविचार गरिराख्नुपर्छ है। यो खाइ नसकिन्छ यसलाई। ल है त ट्याक्क ट्याक्क। यो अर्को तरिका भनेको चाहिँ तपाईँहरूसँग चाहिँ यसरी फिडर छ भने फिडरमा पनि हालिदिन सक्नुहुन्छ है। यो फिडरमा पनि यसरी राखिदिन सकियो हामीले होइन। ट्याक्क अब होइन मैले चाहिँ पोलन राखिसकेको केही समयपछि हेर्दैछु होइन, मौरीहरूले चाहिँ एक्सेप्ट गरिसकेको गरेन होइन। हेर्दैछु ल है त। ल हेर्नुहोस् कस्तो राम्रोसँग एक्सेप्ट गरेर खाना थालिसकेछ होइन। ल हेर्नुहोस् त कस्तो राम्रोसँग खाइरहेछन्। यति भइसकेपछि चाहिँ अब ब्रुड हाल्न पनि सुरु गर्छ। ब्रुड चाहिँ छ, अझ बढाउँछ भनौँ न। कुनै कुनै घरमा ब्रुड नभएकोमा चाहिँ हाल्न सुरु गर्छ। अनि जुनमा चाहिँ ब्रुड छ त्यसलाई चाहिँ अझ बढी चाहिँ बढाउँछ कि। जस्तो रानीले पनि अब खान्की धेरै छ भनिसकेपछि चाहिँ अन्डा पनि बढी पार्छ नि त।